आज 2082 साल कार्तिकको 4 गते हामी गोसाई कुण्डको लागि तयारी गर्दैछौँ। बिहान 5 बजेको छ, भाइ यहाँ तयारी गर्दैछ र साइडमा मम्मी हेर्दै हुनुहुन्छ। ल अब हामी घरबाट हिँडिसकेपछि लगभग 15 मिनटमा बिदुर आइपुग्यौँ। हाम्रो घर चाहिँ बिदुर वडा नम्बर 3 मा छ। त्यहाँबाट हाम्रो बिदुर ठ्याक्कै बिदुर आइपुग्नु चाहिँ लगभग 15 मिनट लाग्छ। यसपछि हामी त्रिशुली पुग्नेछौँ। अहिले हामी ठ्याक्कै त्रिशुली आइपुग्यौँ। त्रिशुली 0 किलोमिटर, धुन्चे 48। र हामी जुन यो बाटो चाहिँ अब धुन्चे स्याप्रोबेसी होइन तपाईँको रसुवाको भूभाग जाने बाटो चाहिँ यो रहेको छ। हामीले उता त्रिशुली जाने बाटो छोड्यौँ र यहाँबाट मास्तिर लाग्यौँ। अब हामी यात्रामा बाइकमा पेट्रोल भर्नुपर्ने हुनाले हामीले यहाँ आइपुगेर चाहिँ बेत्रावतीभन्दा केही किलोमिटर वर आइपुगेर चाहिँ पेट्रोल बाइकमा फुल गऱ्यौँ र हामीले फेरि यहाँबाट हाम्रो यात्रालाई सुरु गऱ्यौँ। अब हामी चाहिँ अब बेत्रावती बजार आयौँ। यो चाहिँ हाम्रो सीमा समाप्त पनि हो। अब हामी नुवाकोट सकेर फुलघरे सिधै रसुवा जिल्ला प्रवेश गर्छौँ। बेत्रावती बजार चाहिँ हो। हामी रसुवा जिल्ला लागिरहेको छौँ। यहाँबाट चाहिँ लाङटाङ राष्ट्रिय निकुञ्ज पनि सुरु हुँदो रहेछ रसुवा लाग्ने बित्तिकै। बेत्रावती त्यो पूजा गर्न जान्थ्यो बेत्रावती बजारलाई पछाडि छाड्दै हामी यात्रामा निरन्तर अगाडि छौँ। बाटोमा बाँदरहरू पनि भेटिएका छन्। बेत्रावती बजार चाहिँ पितृश्राद्धको लागि एकदम प्रख्यात रहेको छ। अब हामी यो बाटो चाहिँ तपाईँको लाङटाङ राष्ट्रिय निकुञ्ज तथा रसुवाका विभिन्न स्थानहरू जाने मुख्य बाटोलाई अँगाल्दै हामी अगाडि बढिरहेका छौँ। यतिकैमा अब हामी तपाईँको चाहिँ लगभग बेतिनी रसुवाको बेतिनीमा आइपुग्ने बेला हुन लागिसकेको छ। लगभग हामी चाहिँ बेतिनी भन्ने ठाउँमा आइसक्यो। बेत्रावती बजार बिचमा आइसकेपछि दुईवटा बाटो आउँछ। त्यसपछि तपाईँको दाहिनेतर्फ चाहिँ जिपजिपे भन्ने रसुवाको एउटा बजार जाने बाटो आउँछ भने देब्रेतर्फ चाहिँ धुन्चे जाने बाटो आउँछ। हामी देब्रेतर्फको बाटोलाई मात्र अगाडि बढ्दै गुम्बा डाँडा आइपुग्छौँ।
यात्रामा रसुवाको प्राकृतिक पक्षहरूलाई निहाल्दै रसुवाका गाउँहरू निहाल्दै हिमाल टाकुरा झरनाहरूलाई निहाल्दै हामी अगाडि बढिरहेका छौँ। हामी अहिले राम्चे बजार पुग्नुभन्दा लगभग 1 किलोमिटर पर रहेका छौँ। यहाँबाट रसुवाको प्रख्यात झरना मैलुङ झरना पनि देख्न मिल्ने रहेछ। त्यसको दृश्य अवलोकन गर्दै हामी यात्रालाई अगाडि बढाउने क्रममा छौँ। यात्रालाई अझै निरन्तरता दिनुपर्ने भएको हुनाले उक्त झरनाको सिनलाई चाहिँ एकछिन निहालेर हामी अब राम्चे बजारतर्फ चाहिँ अघि बढ्ने सुरसारमा छौँ। तल पुछार चाहिँ नदी त्रिशुल नदी त्यो झरना चाहिँ मैलुङ झरना हो। नुवाकोटै पर्छ त्यो चाहिँ। हाम्रो धुन्चेमा बाइकहरू राखेपछि हिँडाइको यात्रा चाहिँ यहाँ अब चाहिँ हामी धुन्चेमा चाहिँ नास्ता गरेर माथि अब गोसाइ कुद्नको लागि चाहिँ अगाडि बढ्दैछौँ। बाइक साइक राख्यौँ। जसमा हिँड्यो हामी हाम्रो है काम मिठो आएको छ धुन्चेमा त। धुन्चेमा नास्तापछि अब हामीले हाम्रो यात्रालाई चाहिँ जोडतोडका साथ अगाडि बढाउने निर्णयका साथ लौरीको सहायताले हामी अगाडि बढिरहेका छौँ र बाटामा आउने अन्य पर्यटकहरूलाई पनि बाटामा भेट्दै हेर्दै कुराकानी गर्दै अगाडि बढिरहेका छौँ हामी। हामी चाहिँ अहिले धुन्चेबाट आधी घन्टा जति माथि आएपछि पुलमा आइपुग्यो। यो चाहिँ मिनी गोर्साई कुण्ड रहेछ। माथि दर्शन गर्न जान नसक्नेहरूको लागि चाहिँ दर्शन गरे पनि माथि दर्शन गरे बराबर हुन्छ भन्ने चाहिँ यहाँ पनि एउटा मन्दिर रहेछ। यहाँ चाहिँ मिनी गोर्साई कुण्ड भन्दो रहेछ है त। कस्तो भइरहेको छ टुर? ठन्डी हुँदै सबै जोड्दा कति हुन्छ? 2, 3, 5, 2, 7 हो।
देउराली चाहिँ पुगेको छैनौँ होइन। त्यतातिर घाम एकदम चर्किया छ, त्यतातिर बसेर छुट्टी मारेर लगभग अब कुराहरू सुन्दा चाहिँ माथिबाट झर्ने कुरा सुन्दा चाहिँ अब 45 मिनट 1 घन्टामा देउराली पुगिन्छ। देउराली गएर हामी खाना खान्छौँ। अझै थाकिया छैन, धेरै 2 घन्टा पनि भएन हामी। 12 घन्टा हो होइन। आज चाहिँ एकदम फुल डे मजाले हिँड्यो भने लगभग माथि नै पुग्न सक्ने सम्भावना नै रहेछ, किनभने हामी बिहान चाँडै हिँडेका थियौँ। अहिले 10 बजेर 43 मिनट गयो। देउराली नपुग्दै बिचमा पनि 2टा होटल चाहिँ रहेछ। हामी चाहिँ देउराली गएर खाना खाने गऱ्यो। ट्रेकिङ आउँदा चाहिँ ट्रेकिङ स्टिक चाहिँ लगभग अनिवार्य जस्तै रहेछ। विभिन्न ठाउँमा थकाइ मार्दै हामी यात्रालाई अझै अगाडि बढाइरहेका छौँ। ठाडो उकालो भयो भने अलिक गाह्रो पनि हुने रहेछ र संयोगवश हामीलाई चाहिँ बाटामा फुटबल प्लेयर रोहित चन्दसँग पनि भेट्ने मौका मिल्यो र उनसँग फोटो लिए गफसफ गरियो। त्यसपछि हामी हाम्रो यात्रालाई अझै अगाडि बढाउनेतर्फ लाग्यौँ। के छ अवस्था? के होइन, भर्खर सुरुवात नै हो, थाक्ने बेलै भएन। 2 घन्टामै थाक्यो भन्दा गाह्रो हुन्छ। है त देउसाली हामी त्यति उचाइमा धेरै नगएको भएर पनि होला, अलिअलि चाहिँ तपाईँको चाहिँ अल्टिट्युडमा प्रब्लम चाहिँ हल्का हल्का हो कि जस्तो फिल चाहिँ भइरहेको थियो। त्यही पनि तातो पानीहरू खाँदै हामी चाहिँ यात्राको रमणीय दृश्यहरू अवलोकन गर्दै यात्रालाई अझ सहज बनाउने कोसिसमा थियौँ र त्यसलाई जारी राखी अगाडि बढ्दै रहेका छौँ। अब धिम्सालाई चाहिँ त्यहीँ छोडेर हामी अगाडि बढ्ने तर्खरमा छौँ। स्पिकर बजाएर बढ्ने भन्ने निर्णय गर्यो। हामी चाहिँ अहिले चन्दनबारी आइपुग्यौँ। यो चाहिँ चन्दनबारी हो। फाइनल्ली हामी चाहिँ चन्दनबारी आइपुग्यौँ। चन्दनबारी चाहिँ तपाईँको एकदम राम्रो होटेलहरू रहेको ठाउँ रहेछ। यहाँ कम्तीमा पनि 8-9वटा होटेलहरू चाहिँ छन्। मान्छे प्राय बस्दाखेरि चन्दनबारीलाई पनि गरेर चाहिँ मुख्य थलो बनाएर बस्दा रहेछन्। हामीलाई पनि ठाउँ राम्रो लाग्यो र त्यहाँ हामीले एउटा चाहिँ डिडिसीको चाहिँ दुग्ध उत्पादन केन्द्र चौरीको चाहिँ घिउ दुधहरू उत्पादन गर्नको लागि डिडिसीले खोलेको अफिस पनि हेर्ने मौका पायौँ। बाटोको छेउमा रहेछ, त्यसलाई पनि हेऱ्यौँ र हामीले चाहिँ हाम्रो यात्रालाई त्यहाँबाट अझै अगाडि बढाउनेतर्फ लागिरहेको थियो। एकदम पुरानो बिल्डिङ, सायद धेरै अगाडि नै बनाएको हुनुपर्छ। मैले डिटेल यहाँ चाहिँ हेरेन होइन,
कहिले बनाएको रहेछ तर पुरानै हो यो ऋषिको चाहिँ संरचना हो यो पार्टीबाट केही माथि लागिसकेपछि ज्यान एकदम थाकिसकेको थियो लगभग तपाईँको 5-15 बजिसकेको अवस्था थियो त्यो बेलामा रमणीय दृश्य एकदम घाम अस्ताउने बेलाको रमणीय दृश्यलाई मजाले ढुङ्गामाथि बसेर थकाइ मारेर मजा लियो त्यो प्राकृतिक सौन्दर्यको एकछिन लगभग 10-15 मिनट दाजुभाइ हामी त्यसमा अडियौँ त्यो ठाउँमा र केही गफगाफ गरेर फेरि स्पिकर बजाउँदै पुनः हाम्रो यात्रालाई हामीले निरन्तरता जारी राख्यौँ अनि जारी राखेर हामीले चाहिँ लौरी बिनामा गएर हाम्रो यात्रालाई टुङ्गायौँ किनभने लौरी बिनामा हामी पुग्दा लगभग धेरै नै रात परिसकेको थियो त्यहाँका दृश्यहरू तपाईँलाई हामीले देखाउन सकेनौँ र त्यहाँ चाहिँ एकदम थाकेको हुनाले लौरी बिनामा हामी बास बस्यौँ र भोलिपल्ट बिहान फेरि हामीले चाहिँ एक चियासहित हाम्रो यात्रालाई फेरि पुनः रूपमा सुचारू गऱ्यौँ जुन चाहिँ लौरी बिनाबाट मास्तिर बुद्ध मन्दिर जाँदै गर्दाको अवस्था हो यो यात्रा निकै नै रोमाञ्चकारी थियो किनभने हिमालहरू पनि पूर्ण रूपमा खुलेका थिए कहीँ पनि त्यो सिनलाई कुनै पनि केही कुराको अवरोधहरू थिएनन् क्लियर भ्यूहरू थियो दाजुभाइ गफिँदै लौरो टेक्दै फोटोहरू खिच्दै हामी हाम्रो यात्रालाई अगाडि बढाइरहेका थियौँ फाइनली अब हामी लगभग गोसाइँकुण्डको नजिक आइसकेका थियौँ सबभन्दा तर पुछारको कुण्डमा चाहिँ हामी थियौँ त्यसपछिको बाटो यस्तो रहेको थियो र त्यो कुनामा देखिएको हिमालको छेउ जस्तो चाहिँ त्यो गोसाइँकुण्ड थियो र अब हामी नागकुण्डमा आइपुगेका छौँ नागकुण्ड गोसाइँकुण्डभन्दा ठ्याक्कै तल रहेको छ गोसाइँकुण्डलाई चाहिँ पवित्र स्थल धार्मिक रूपमा मानिए पनि नागकुण्ड चाहिँ अलिक कम प्रख्यात रहेछ तर हेर्दाखेरि राम्रो चाहिँ एकदम आकर्षक थियो नागकुण्ड र हामी गोसाइँकुण्डलाई मजाले निहाल्दैछौँ सुनसान आनन्द शान्त स्वर्गको टुक्रा जस्तै साँच्चै नै यति रमाउने भएर नि महादेव आएर विषलाई चाहिँ
सेवन गरी विषको चाहिँ एकदम घाँटी विषले गर्दा घाँटी पोलेर चाहिँ त्रिशूल घोपेर यहाँ पानी पिएर यहाँ विश्राम गर्नुभएको भन्ने किंवदन्ती रहेको छ। फाइनल्ली हामी चाहिँ आइपुग्यौँ होइन। यता देखिरहेको चाहिँ गोसाइँकुण्ड हो र यता देखिरहेको चाहिँ नागकुण्ड भन्दा रहेछ। अब हाम्रो लक्ष्य भनेको चाहिँ सूर्यकुण्ड हो। यहाँबाट लगभग 1 घन्टा 1.5 घन्टाको बाटो हो। त्यसपछि हामी फेरि फर्केर अनि बल्ल यहाँ चाहिँ स्नान गरेर अनि लाग्नेछौँ है। एउटा हान्दैन। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको एकदम पवित्र स्थल गोसाइँकुण्ड अति नै रमणीय, एकदम शान्त, स्वर्गको टुक्रा जस्तै। यहाँ आएर योग गर्ने तथा महादेवको जप गरी स्नान गर्नाले पुण्य प्राप्ति हुन्छ भन्ने किंवदन्तीमा रहेको छ तथा पितृलाई सम्झिँदा पनि केही पुण्य प्राप्ति हुन्छ भन्ने कुराहरू चाहिँ बुझिआएको छ। यहाँ प्रायः तपाईँको चाहिँ जनै पूर्णिमा र दशहरामा चाहिँ विशेष मेलाहरू लाग्ने गर्दछौँ। हामीले विशेष अनौठो यहाँ एउटा के देख्न पाइयो भने विदेशबाट आएका विदेशी नागरिकले शुद्ध रुद्राक्षी माला धारण गरेर शिवको चाहिँ जप गरेको पाइयो। मलाई चाहिँ यो धेरै नै अनौठो लाग्यो। लगभग 15 जना जति रसियन आइमाईहरू अथवा लेडिजहरू चाहिँ रुद्राक्ष धारण गरेर यहाँ चाहिँ तपाईँको ओम नमः शिवाय भनेर पूर्ण रूपमा चाहिँ शिवलाई चाहिँ स्तुति गरेर फर्किनु भयो। मैले निकै रोमाञ्चक मानेर यो गतिविधिलाई धेरै बेर निहालिरहेँ र पछि एकजनासँग चाहिँ बुझेँ पनि। उहाँहरू चाहिँ विशेष घुम्न भन्दा नि यो तीर्थकै हिसाबले जसरी हिन्दू धर्मावलम्बीहरू गोसाइँकुण्ड चाहिँ तीर्थ स्नान गर्ने, भगवान् महादेवको साक्षात् दर्शन गर्ने, भगवान् महादेवलाई सम्झिने भनेर पुग्नुहुन्छ, त्यसै गरी पनि उहाँहरू त्यही लक्ष्यसहित यहाँ आइपुग्नु भएको रहेछ भन्ने बुझियो। प्राय विदेशी पर्यटकहरू चाहिँ यहाँबाट खासै वास्ता नगरिकन यसो हेरेर यहाँतिर रमाएर सूर्यकुण्डतिर लम्किनुहुन्छ भने उहाँहरू चाहिँ यहाँ धेरै बेर गोसाइँकुण्डलाई चारैतिरबाट घुमेर चारै दिशामा उहाँहरूले मन्त्र जप गरेर समय बिताएर फर्किनु भएको मैले यस अवस्थामा निहाल्ने मौका पाएँ। लगभग अहिलेको अवस्थामा हामी सबैमा धार्मिक आस्था चाहिँ कम भइरहेको बेलामा विदेशी पर्यटकमा यो खालको आस्था जाग्नु भनेको निकै नै अनौठो कुरा र सकारात्मक कुरा मेरो बुझाइमा रहेको छ। हर हर महादेव। र हाम्रो लक्ष्य स्वरूप हामीले चाहिँ यस गोसाइँकुण्डमा चाहिँ स्नान गरिसक्यौँ र अब हामी एकछिन यहाँको रमणीय दृश्यलाई अवलोकन गर्ने, यहाँको शान्त हावाहरू लिने होइन, यहाँको पोजिटिभ भाइबहरूलाई समेट्ने भन्ने हिसाबले पनि एकछिन आफ्नो थकानलाई तालको छेउमा कुण्डको छेउमा बसेर मेट्ने तर्खरमा छौँ। त्यहाँ धेरै नै फोटोहरू हामीले खिच्यो, धेरै रमाइला भिडियोहरू पनि बनाइयो। कतिपय भिडियो यहाँ समावेश भयो, कतिपय भएनन्।